नमस्ते सम्पूर्ण दर्शकहरूलाई मेरो नेपाल फाउन्डेसन क्लबमा स्वागत गर्न चाहन्छु। करिब 1 वर्ष पहिला केही युवाहरूको सोचबाट सृजित यस क्लबले अहिलेसम्म समाजमा केही कामहरू गरेको छ जसलाई समाजले पनि मानेको छ। ती काम अन्तर्गत सरसफाई कार्यक्रम, खानेपानी वितरण कार्यक्रम, ब्लड डोनेसन कार्यक्रम, स्कलरशिप प्रोग्राम र अहिले आएर बाल दिवसका दिन करिब 100 जना बालबालिकाहरूलाई फ्रीमा खाना, फ्रीमा लत्ता कपडा र त्यहीबाट एकजना बच्चालाई स्कलरशिपको घोषणा गरेको छ। र स्कलरशिप प्रोग्राम अझै यो वर्ष 2 जना थपेर 5 जना पुर्याउने हाम्रो योजना रहेको छ। र बाल दिवसका अवसर पारेर हामीले बच्चाहरूलाई फ्री हेल्थ चेकअप कार्यक्रम र दबाई वितरण कार्यक्रम पनि गरेका थियौं। त्यहाँ हामीले बच्चाहरूलाई काउन्सिलिङ पनि गर्यौं, उनीहरूको समस्या बुझ्ने प्रयास पनि गर्यौं र त्यहीबाट केही शिक्षकहरूले बच्चाहरूलाई आफ्नो स्कुलमा पढ्न चाहेमा फ्रीमा पढाउने घोषणा पनि गर्नुभएको छ। र त्यस कार्यक्रमको केही झलकहरू यस प्रकार छन्। धन्यवाद। धेरै भएको छैन, स्थापना भएको त्यही पनि धेरै प्रगतिहरू गरिसक्नु भएको छ, धेरै कार्यक्रमहरू सञ्चालन गरिसक्नु भएको छ र सफल हुँदै आउनु भएको छ र भविष्यमा पनि सफल हुँदै आउनुहुन्छ भन्ने ठुलो आशा राख्दै आज म एउटा स्वास्थ्य कर्मी पनि हुँ। तिमीहरू घरमा त छैनौ, बाहिर हिँडिरहेको छौ होइन, अब बाटोमा होइन त्यो गर्नुपर्छ। अब जता पायो त्यता थोरै खाने, बरु मिठो खाने, सफा खाने गर्नुपर्छ। सफा खायो भने के हुन्छ, साबुनले नुहाउने, हप्तामा एकचोटि भए पनि सानो समस्या भयो कि मलाई कुनै पनि कसरी नराम्रो समस्याहरू पीडाहरू दियो भने नजिकको तिमीलाई पनि भयो ल, तिमीलाई पनि ल है ल, अब बल्ल खाने कुरा बुझ्यो, यसरी खाने है ल, तिमीले पनि खाने पक्का फेरि आउँछ। हस्, धन्यवाद। तिमीहरू बस्नु त्यो पनि भन, मलाई यस्तो हुन्छ यहाँ दुख्छ। बुझ्यो है बाबु, हामीसँग बस्छ, अलिक पछाडि पछाडि बाटो छोड न, बाटो छोड वितरणमा त यो कार्यक्रम त भोलि सिधिएर जान्छ होइन। समस्याको जरो कहाँ छ? समस्याको जरो त हरेक दिन हामी यही बाटो हिँड्दाखेरि हामीले सबै देख्छौँ नि, आर पार बच्चाहरू जसरी अभिभावकविहीन भएर बसिरहेका छन्। साथीहरूले प्लास्टिक टिपेर खाँदै भयो भनेर भन्न सकेनौ तिमीले? सके कि सकेन? अगाडि हेरेर भन न मलाई। तिमी अब घर तिम्रो दाइ यतै हुनुहुन्छ कि कता हुनुहुन्छ? पढाइले भन्दाखेरि आमाले पैसा छैन भन्छ। तिम्रो आमाले पैसा छैन भनेर नपढेको आमाले गरेर हामी व्यवस्था मिलाइदिन्छौँ, गाउँको छोरालाई पढाइदिनु भने तिमी पढ्छौ, पढ्ने नपढ्ने तिम्रो कुरा हो। हामीले मिलाइदियो भने तिमी पढ्छौ कि पढ्दैनौ? पढ्छौ। तिम्रो नाम के? प्रकाश परिवार। ल, हामी आज प्रकाश परिवारको घर गएर उसको आमालाई गएर उसले पढ्न मन रहेछ पढाइदिनु भन्छौ, हुन्छ? हुन्छ। आज पढाइ छैन? छैन? 10-12 दिन के को बिदा? 10-12 दिन के को? विश्वमा बिदा गयो? तिमी कुन स्कुलमा पढ्ने हो? यो बच्चालाई हेर्दा तपाईँलाई के लाग्छ कि यो बच्चाले सही बोलिरहेको छ? स्पष्ट छ यो बच्चा आफै कन्फ्युज छ। उसले रमाइलो मानिरहेको छ यो माहौल। उसलाई भविष्यको चिन्ता छैन। उसको मुखमा जे आयो त्यही बोलिरहेको छ। मेरो नेपाल फाउन्डेसनले एक समाजसेवीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छ जसले यो बच्चालाई लगेर पढाउने र पाल्ने निर्णय गर्नुभएको छ र भविष्यमा हामीलाई यस्तै काममा सहयोग हजुरहरूले पनि पुर्याउनु हुनेछ भनी आशा गर्दै आजको यस कार्यक्रमबाट म बिदा हुन चाहन्छु। धन्यवाद।